कन्भर्जन नभएको भए यो हुन्थ्यो, यो दाम हुन्थ्यो, तपाईँले यो दाममा पाउनुहुन्थ्यो, कस्तो कुरा गर्नुभयो? त्यही 15 त लाख मैले किता त्यही टोटल, हजुरलाई त्यही 15 लाख स्योर किता गर्नलाई सुनिसो सोधे कि खास चाहिँ। सुनिसो हजुरले 15 लाख किता पोजिटिभ इपिएस पोजिटिभ नेटवर्थ भएको स्क्रिप्ट होइन, हजुर तपाईँले 965 सम्म आज आयो, आउनु सक्थ्यो हजुरले कन्भर्जन नभएको भए। कस्तो कुरा गर्नु? र न्युज पाउनु भएको छैन भने त्यो तपाईँको कमजोरी छ। न्युज छ सबै ठाउँ। ए 35 दिनको सूचना तपाईँको 15 गते चाहिँ अस्ति नै कम्प्लिट भइसकेको थियो होइन। अनि त्यसपछि कन्भर्जन तपाईँको भएर त्यसको सबै भएर कम्प्लिट भइसकेको छ कि यो। ए ओके ओके थ्याङ्क यू सर। ए बिन भेस्टजी, फेरि मैले भने तपाईँहरूले आफ्नो अलिकति रिसर्च किन गर्नुहुन्न? मात्र आएर यो मलाई अचम्म के लाग्छ भने रिसर्चै नगरिकन, नखोजिकन, नहेरिकन आएर भएको छैन भएको छ भनेर ए बाबा हामी भनिरहेछौँ भने त्यहाँ तथ्यका साथ बोलिरहेछौँ होइन। भने तपाईँभन्दा बढी इफेक्ट हामीलाई हुन्छ त्यसमा। यो कुरा हजुरले बुझिस्यो। हाम्रो पनि सिओआरबिएल के भन्छ रोक्कामा छ, बुझ्नु पर्यो यो कुरा। कन्भर्जन हुँदा सबैभन्दा बढी असर पर्ने हामी नै हो यहाँ होइन। सो मैले यहाँ त्यस्तै हावा कुराहरू बोलेको छैन होइन। तपाईँहरूले रिसर्च गर्नुहोस् होइन, अनि मात्र थाहा हुन्छ कि कहाँ कन्भर्ट भएको छ। कन्भर्ट भएर पनि त्यसको करिब 3 लाख किता पब्लिकमा आउँछ। हामीले यो समेत क्यालकुलेट गरिसक्यौँ कि तिनीहरूको प्रमोटर जसको कन्भर्ट भएको छ, जो डाइरेक्टर बसेको छ, उनीहरूको 2 लाख किता कन्भर्ट भएको छ, उनीहरूले बेच्न पाउँदैन। त्यो समेत हामी क्यालकुलेसन गरेर बसेछौँ हजुर। त्यसै मार्केटमा सक्सेसफुल हुन त्यति सजिलो छैन नि। त्यस्तो हजुरहरूले सोच्नु भएको छ कि त्यो आजको भोलि यस्तो आयो हावातालमा किन्यो हावातालमा बेच्यो भनेर सक्सेस हुन्न कि। अलिकति आफूले रिसर्च गर्नु पर्यो है।